अब चाहिँ यो पानीले के नि बिगार गर्ने परे जस्तो लाग्यो मलाई। भगवान् सानो थर्केर आएन त अन्त। अब मान्छेलाई त गुण त कहीँबाट नि हुँदैन। यति डरलाग्दो आयो क्या भैयाहरूले सिरक पल्टाकै पाराले पल्टाउनेलाई भयो नि त। छोप्ने बेला भइसक्यो। पहिला पनि मलाई एकचोटि कस्तो हावाले अत्ताएको छ, आज पनि त्यस्तै पारिदिन्छ होला। मलाई त यो हावासँग साह्रै डर लाग्छ। फेरि के सासै रोक्ला जस्तो लाग्छ। आएँ नि धर्केरै। अब खिड्कीको सिसाहरू पनि थुनेको छैन हो। अब यो मेटको चाहिँ कसरी उठाउनु? आम्मा भगवान्। ल साथीहरू हेर्दै गरौँ। मलाई एकदम बिजी भयो, भिडियो बनाउनु पनि पाइनँ। नेक्स्ट भिडियोतिर भेटौँ है। क्या डरलाग्दो है गुरुङ गुरुङ गर्दै। सबै गरेर जम्मा 20 केजी जस्तो चाहिँ फलेछ हौ। 3 सालमा चाहिँ आधा केजी यस्तो हुँदै हुँदै पोहोर चाहिँ भएको थियो होला 6-7 केजी जस्तो। नेपाली चाहिँ 20 केजी जस्तो भइसक्यो हुँदो रहेछ गऱ्यो भने चाहिँ। तर हाम्रो चाहिँ यहाँ तेल पिस्ने जग्गा पनि छैन हो, कहाँ जानुपर्ने हो। आम्मामा डरलाग्दै आयो है। लो असिना पानी त